यदि कुनै पनि व्यक्ति एकदमै छिटो रिसाउँछ भने तपाईहरुले यी कुराहरु बुझ्नु पर्ने हुन्छ। त्यस्तो व्यक्ति एकदमै जेन्युन हुने गर्छ, उनीहरु एकदमै प्योर हार्टेड हुने गर्छन्, उनीहरु भित्र एकदमै धेरै माया भावना मानवता लुकेको हुन्छ। उनीहरु यति धेरै इमोसनल हुन्छन् कि त्यो इमोसनल भएकै कारणले गर्दाखेरि उनीहरुलाई सानो सानो कुराले पनि फरक पर्छ अनि रिसाउने गर्दछन्। उनीहरुले कुनै पनि लभ रिलेशनशिप या फ्रेन्डशिपलाई एकदमै मनदेखि निभाउने गर्छन्। यी कुराहरुलाई मजाकको रूपमा लिँदैनन्, उनीहरुले आफूले बोलेको कुरा जहिले पनि पुर्याउने गर्छन्। र यदि उनीहरुले कुनै पनि व्यक्तिलाई जीवनमा नफरत गर्न सुरुवात गरे भने त्यस्तो व्यक्तिलाई आफ्नो जीवनबाट सदा सदाको लागि विदाई गरिदिन्छन्, निकालिदिन्छन्, उनीहरुसँग फर्केर पनि जाँदैनन्। उनीहरुको एउटा डिफेन्सिभ नेचर हो, ताकि उनीहरुलाई अरूको कारणले गर्दाखेरि आफ्नो फिलिङ्स हर्ट नहोस् भनेर आफूले आफूलाई डिफेन्ड गर्न चाहन्छन्। उनीहरुले यसरी आफूले आफूलाई सेल्फ डिफेन्ड गरिरहेका हुन्छन्। यदि तपाईलाई पनि एकदमै छिटो रिस उठ्छ र तपाई एकदमै काइन्ड हुनुहुन्छ भने तल कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला।